कक्षा 10 मा अध्ययनरत एसई परीक्षाको तयारीमा जुट्नुभएका सम्पूर्ण भाइ बहिनीहरूमा न्यू सोशल स्टडिज युट्युब च्यानलको तर्फबाट हार्दिक स्वागत छ। तपाईहरु समक्ष आज म सामाजिक अध्ययन विषयको संस्थागत विद्यालय संघ नेपाल इसानद्वारा एसई मोडल परीक्षा 2082 मा सोधिएका प्रश्न र तिनको उत्तर समेटिएको सामग्री लिएर उपस्थित भएको छु। आउनुहोस् अब सुरु गरौँ। समूह कमा सोध्न सकिने अति छोटो उत्तर आउने प्रश्न र तिनको समाधान। हरेक प्रश्नको अंक 1 बराबर रहेको छ। प्रश्न नम्बर 1, बहुसांस्कृतिकताबाट नेपाललाई हुने फाइदा लेख्नुहोस्। उत्तर, बहुसांस्कृतिकताबाट नेपाललाई निम्न फाइदाहरू हुन्छन्। 1, सांस्कृतिक विविधताले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउँछ। 2, विभिन्न जाति, भाषा, धर्म र संस्कृतिको सम्मिलनले पर्यटन प्रवर्धनमा सहयोग पुग्छ। 3, आपसी सिकाइ र समझदारीले सामाजिक सहिष्णुता विकास हुन्छ। 4, विविध सांस्कृतिक सम्पदा संरक्षणले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा उजागर हुन्छ। 5, विभिन्न जाति तथा समुदायका परम्परा, वेशभूषा, खानपान र चाडपर्वले राष्ट्रिय गौरव बढाउँछ। प्रश्न नम्बर 2, मानव विकास सूचकाङ्क वृद्धि गर्ने कुनै एक उपाय सुझाउनुहोस्। उत्तर, शिक्षामा सरकारी लगानी बढाई गुणस्तरीय आधारभूत तथा उच्च शिक्षाको पहुँच सबै नागरिकमा पुर्याउने। प्रश्न नम्बर 3, मानव अङ्ग तस्करी विरुद्ध एउटा नारा लेख्नुहोस्। उत्तर, मानव अङ्ग तस्करी हो, अपराध हो, सबै मिली गरौँ व्यथिति विरोध। प्रश्न नम्बर 4, सामाजिक समस्या समाधान गर्न तपाईको कुनै एक भूमिका लेख्नुहोस्। उत्तर, सचेतना फैलाउने जस्तै कि बाल विवाह, कुपोषण वा छुवाछुत जस्ता सामाजिक समस्याका विरुद्ध आफ्नो समुदायमा अन्तर्क्रिया, पर्चा, र्याली तथा सामाजिक सञ्जाल मार्फत सचेतना अभिवृद्धि गर्ने। प्रश्न नम्बर 5, शीत युद्ध भन्नाले के बुझिन्छ। उत्तर, सन् 1947 देखि 1991 को बीचमा अमेरिका पश्चिमी गुट र सोभियत संघ पूर्वी गुट बीच हतियारको होडबाजी, जासुसी, प्रचार युद्ध र आर्थिक राजनीतिक द्वन्द्व भएको तर प्रत्यक्ष सैनिक युद्ध नभएको अवस्थालाई शीत युद्ध भनिन्छ। प्रश्न नम्बर 6, नेपालको वर्तमान संविधान कहिले जारी भएको थियो, पूरा मिति लेख्नुहोस्। उत्तर, नेपालको वर्तमान संविधान 2072 साल असोज 3 गते अंग्रेजी मिति 20 सेप्टेम्बर 2015 मा जारी भएको थियो। प्रश्न नम्बर 7, वैदेशिक रोजगारीमा जानुभन्दा पहिले के कुरामा सचेत रहनुपर्छ, एउटा उदाहरण लेख्नुहोस्। उत्तर, सम्बन्धित देशको श्रम कानून, रोजगारीको अवधि, तलब सुरक्षा र कामको प्रकृति बारे पूर्ण जानकारी लिनुपर्छ। उदाहरणका लागि भिसा र कन्ट्र्याक्टको प्रतिलिपि वैदेशिक रोजगार विभागबाट चेक गराउनुपर्छ। प्रश्न नम्बर 8, हामीले किन बचत गर्ने बानी गर्नुपर्छ, एउटा कारण दिनुहोस्। उत्तर, आकस्मिक अवस्था जस्तै बिरामी पर्दा, रोजगारी गुम्दा वा प्राकृतिक विपदमा सहज रूपमा खर्च धान्नको लागि बचत गर्ने बानी आवश्यक हुन्छ। प्रश्न नम्बर 9, समसामयिक घटना भन्नाले के बुझिन्छ। उत्तर, समसामयिक घटना भन्नाले हालैको समयमा देश तथा विश्वभरि घटेका ताजा, चर्चित र महत्त्वपूर्ण घटनाहरू बुझिन्छ, जस्तै राजनीतिक परिवर्तन, प्राकृतिक प्रकोप, खेलकुद उपलब्धि, वैज्ञानिक आविष्कार आदि। प्रश्न नम्बर 10, इजरायल हमास युद्धलाई समाधान गर्ने एउटा उपाय लेख्नुहोस्। उत्तर, संयुक्त राष्ट्र संघ, अमेरिका, चीन, रूस र युरोपेली संघ जस्ता शक्तिहरूको मध्यस्थतामा तत्काल युद्ध विराम गरी 2 राष्ट्र समाधान, 2 स्टेट सोल्युसन कार्यान्वयन गर्ने। प्रश्न नम्बर 11, शहरीकरणले निम्त्याउने एउटा समस्या लेख्नुहोस्। उत्तर, बढ्दो शहरीकरणले अवैध बसोबासको समस्या निम्त्याउँछ, जसले आवासको अभाव, अस्वच्छता र सामाजिक सुरक्षा सिर्जना गर्दछ। हवस् त भाइ बहिनीहरू, आजको यस सामग्रीबाट बिदा हुन चाहन्छु।
यो सामग्री तपाईलाई कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्नुहोला। यदि मन पर्यो भने एक लाइक, साथीभाइमा सेयर र अर्को भिडियो हेर्नको लागि सब्स्क्राइब गर्नुहोला भन्दै आगामी सामग्रीमा भेट हुने बाचा सहित बिदा हुन्छु। नमस्कार।